हजुरको छोराले हामीलाई सताउन थाल्यो। मेरो छोराले तिमीहरूको दया चोर्ने त्यो त हुनै सक्दैन। ए कृष्ण कहाँ छौ यहाँ हो त? हजुर आमा, के तिमीले यिनीहरूको दया चोरेको हो? मैले यिनीहरूको दही चोर्न सक्छु? तपाईँले गरेको मिठो दही खान छोडेर म यिनीहरूको दही चोर्छु? यो त हुँदै होइन यशोदा आमा। कृष्णले झुट बोलिरहेको छन्। यिनले हिजो विशाखाको पनि दही चोरेर भागेको थिए। के रे विशाखाको दही मैले चोरेर भागेको थिएँ? कृष्ण तिमी एकछिन चुप लाग। सुन त मेरो छोराको कुरा। मेरो छोराले तिमीहरूको दया चोर्ने। ठिकै छ यशोदा आमा, हजुरले हाम्रो कुरा विश्वास गर्नु भएन। एक दिन हामी हजुरको छोराले दही चोरेको प्रमाणसहित देखाउनेछौँ। र त्यसपछि राधा रानी र गोपिनीहरूले श्री कृष्ण र गोपालहरूलाई प्रमाणसहित सम्हाल्नको लागि योजना तयार पार्न लाग्नुभयो। मलाई के गर्व लागिरहेछ? पक्कै पनि यो घैटा राधा र गोपीहरूले हामीले पकाउनको लागि चाल गराएको हुन सक्छ। घन्टी बज्दैछ। हामीले पक्कै दही चोर्नु बेला यो घन्टी पनि बज्न सक्छ है साथीहरू। राधा र गोपीहरूले यही योजना गराएको छन्। घन्टीको त चिन्तै नले साथीहरू। घन्टी दे। हजुर कृष्ण, गइरहेको छ। हामीहरू यो दही चोर्नु बेला तपाईँ नबस्नु है। हुन्छ कृष्ण। खाऊ साथी खाऊ। कृष्ण, अस्ति यशोदा आमासँग मैले झुट बोलिरहेको थिएँ। आज त हामीले तिमीहरूलाई प्रमाणसहित भेटाएका छौँ। आज तिमीहरूले यशोदा आमासँग भेट्छौ पिटाई। घन्टी दे। हजुर कृष्ण, मैले तपाईँलाई नबस्नु भनेको थिएँ। तपाईँ किन बस्नुभयो? तपाईँले शास्त्रमा भन्नुभएको छ कि जब तपाईँले भोग चढ्छ म बस्नै पर्छ। र त्यसपछि यशोदा आमाको गाली सुनेर श्री कृष्ण र गोपालहरू एकदमै निराश हुनुभयो र राधा रानी र गोपिनीहरूसँग आज भएको अपमानको बदला लिनको लागि सबैले योजना तयार पार्न लाग्नुभयो। कृष्ण, अबबाट हामी दही खान पाउँदैन। कसरी खान पाउने? हाम्रो चोरी त राधाले बगारिसके। मलाई यस्तो कुरा कसले भन्यो? बुझ्दै त हाम्रो दही आउँदैछ। किन रोकेको हामीलाई? हामी किन जान सक्दैनौँ? यहाँको राजाको प्रतिनिधि हौ। तिमीहरू यहाँभन्दा अगाडि जान छ भने हामीहरूलाई कर बुझाउनु पर्छ। हामी यहाँभन्दा अगाडि जान सकेनौँ भने हाम्रो दहीको के हुन्छ? हाम्रो दही त बिग्रिहाल्छ। हामी के देऊ तिमीहरूलाई करको रूपमा? हामीहरूलाई यही दही करको रूपमा देऊ। दही हामीहरू तिमीहरूलाई दही दिन सक्दैनौँ। तिमीहरूले हामीहरूलाई दही दिएन भने हामी पनि तिमीहरूलाई यहाँभन्दा अगाडि जान दिँदैनौँ। के गर्ने? दही तिमी के गर्ने? अहिलेको लागि दही दिँदै जाउँ। दही खान पाउँदा श्री कृष्ण र गोपालहरू एकदमै खुसी हुनुभयो। तर यस पछाडिको राधा रानीको ठुलो योजना उहाँहरूलाई थाहा थिएन। ठिकै छ, किन चिन्ता लिन्छौ? बुझ्दै हेर त
दही त धेरै छ। ओ राजाको प्रतिनिधि, अब हामीले होइन तिमीहरूले घर बुझाउनु पर्छ। तिमीहरूको गाई आएर हाम्रो खेतको कलिलो कलिलो घाँस खान्छन्। अब हामीले त केही तिमीहरूले घर बुझाउनु पर्छ। तिमीहरूले यो डोरीबाट छुटकारा पाउनु छ भने पुरै वृन्दावनमा गएर वृन्दावनकी रानी राधा रानी